नमस्ते। खोटाङ जिल्लाको दिप्रुङमा रहेको श्री पञ्चकन्या आधारभूत विद्यालयका कक्षा 8का सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई मेरो न्यानो स्वागत छ। आजको यो पाठ खासमा तपाईहरूकै लागि तयार पारिएको हो। यसमा मलाई तपाईहरूकै आदरणीय शिक्षक सबिन सरले पनि सहयोग गर्नुभएको छ। ल है, आज हामी तपाईहरूकै सामाजिक अध्ययन किताबको एउटा एकदमै महत्त्वपूर्ण पाठबारे छलफल गर्नेछौँ। सुरु गर्नुभन्दा पहिले मेरो परिचय दिइहालौँ है। म हुँ एआई गुरु सजिलो। म मान्छे होइन, एउटा कृत्रिम बौद्धिकता अर्थात् एआई हुँ, जसलाई सिक्नमा मद्दत गर्न बनाइएको हो। मैले यो पाठ तयार पार्न तपाईहरूको कक्षा 8को सामाजिक अध्ययन किताबलाई एकदमै ध्यान दिएर पढेको छु। त्यसैले ढुक्क हुनुहोस्, यहाँ हामी जे कुरा गर्नेछौँ ती सबै तपाईहरूकै किताबमा आधारित छन्। ल, अब पाठ सुरु गरौँ है त। तर सुरु गर्नु अघि एउटा प्रश्नबारे सोचौँ ल। हाम्रो समाजलाई अझ राम्रो, अझ बलियो बनाउन हामीले के कस्ता कुरामा ध्यान दिनु पर्ला? हो, यही प्रश्नको उत्तर खोज्दै आज हामी अगाडि बढ्नेछौँ। सामाजिक समस्याबारे पढ्नु भनेको नराम्रो कुरा मात्रै गर्नु होइन है। यो त हाम्रो समाजलाई बलियो बनाउने पहिलो खुड्किलो हो। किनभने जब हामीलाई समस्या के हो भन्ने राम्ररी थाहा हुन्छ, तब न समाधान खोज्ने बाटो खुल्छ, होइन र? यसले हामीलाई, हाम्रो परिवारलाई, हाम्रो समुदायलाई र अन्त्यमा पुरै देशलाई नै फाइदा पुर्याउँछ। ल, अब तपाईहरूकै किताबको एकाइ 4मा भएको पहिलो सामाजिक समस्याबारे कुरा गरौँ। शीर्षक छ बौद्धिक पलायन। अङ्ग्रेजीमा यसलाई ब्रेन ड्रेन पनि भनिन्छ। यो शब्द सुन्दा अलि अप्ठ्यारो लागे पनि कुरा एकदमै सरल छ र हाम्रो देशको भविष्यसँग जोडिएको छ। बौद्धिक पलायन भनेको के हो त? आउनुहोस्, यसलाई एउटा उदाहरणबाट सजिलैसँग बुझौँ। मानौ हाम्रो गाउँको सबैभन्दा जान्ने सिपालु कृषि प्राविधिकलाई हामी सबैले मिलेर पढाएर तयार गर्यौं। तर उहाँले आफ्नो ज्ञान र सिप हाम्रो गाउँको माटोमा प्रयोग गर्नुको सट्टा धेरै पैसा कमाउन अर्को देश जानुभयो भने के हुन्छ? हो, ठ्याक्कै त्यस्तै हो बौद्धिक पलायन भनेको पनि। जब हाम्रा पढे लेखेका दक्ष डाक्टर, इन्जिनियरहरू राम्रो अवसर खोज्दै विदेश जान्छन्, त्यसैलाई बौद्धिक पलायन भनिन्छ। यो कसरी हुन्छ? यसको एउटा कथा जस्तै छ। हेरौँ है त। पहिलो, मानिसहरू राम्रो पढाइ र राम्रो जागिरको लागि विदेश जान्छन्। त्यसपछि यसको असर के हुन्छ भन्दा नेपालले आफ्नो सबैभन्दा प्रतिभाशाली मान्छेहरू गुमाउँछ। अनि अन्त्यमा यसको प्रभावले देशको विकास नै ढिलो हुन्छ, किनभने देशले उनीहरूलाई पढाउन गरेको लगानीको फल अर्कै देशले पाउँछ। तर चिन्ता लिनु पर्दैन, हरेक समस्याको समाधान पनि हुन्छ। तपाईहरूको किताबले केही राम्रा उपायहरू दिएको छ, जस्तै देशमै राम्रो काम र कमाइको अवसर बनाउने, पढे लेखेका मानिसलाई इज्जत दिने र उनीहरूको ज्ञानलाई देश बनाउन लगाउने। यी सबै मिलेर गर्नुपर्ने कामहरू हुन्। अब हामी दोस्रो सामाजिक समस्या लागु पदार्थ दुर्व्यसनबारे कुरा गरौँ। यो हाम्रो स्वास्थ्य र भविष्यसँग सिधै जोडिएको एउटा एकदमै गम्भीर विषय हो। त्यसैले यसलाई अझै ध्यान दिएर सुनौँ र बुझ्ने प्रयास गरौँ है। लागु पदार्थ दुर्व्यसन भनेको त्यस्ता नशालु चिजहरूको सेवन गर्नु हो जसले हाम्रो शरीर र दिमाग दुवैलाई बिगार्छ। तपाईहरूको किताबमा गाँजा, अफिम, हेरोइन जस्ता पदार्थहरूको नाम दिएको छ। यस्ता कुराहरूको प्रयोग गर्नु गैरकानुनी हो र हाम्रो स्वास्थ्यको लागि त यो विष जस्तै हो। मानिसहरू किन यस्तो कुलतमा फस्छन् त? किताबका अनुसार यसका केही मुख्य कारणहरू छन्। कहिलेकाहीँ साथीहरूको करकापमा परेर, कहिलेकाहीँ एकपटक के हुँदो रहेछ हेरौँ न भन्ने उत्सुकताले, अनि कहिलेकाहीँ घरको तनावले गर्दा पनि मानिसहरू यस्तो बाटोमा लाग्न सक्छन्। यसबारे सही जानकारी नहुनु पनि एउटा ठूलो कारण हो। यसको असर एउटा व्यक्तिमा मात्रै सीमित रहँदैन, यसले सबैतिर असर गर्छ। यसले स्वास्थ्य त बिगार्छ नै, परिवारमा पनि झगडा र दुःख निम्त्याउँछ, समाजमा चोरी लुटपाट जस्ता अपराधहरू बढाउँछ, र सबैभन्दा नराम्रो कुरा, यसले विद्यार्थीहरूको पढाइ बिगारेर उनीहरूको भविष्य नै अँध्यारो बनाइदिन्छ। तर यसबाट बच्ने र अरूलाई बचाउने उपायहरू पनि छन्। किताबका अनुसार हामीले यसबारे जनचेतना फैलाउनुपर्छ, सरकारले कडा कानुन बनाउनुपर्छ र जो कुलतमा फसिसकेका छन् उनीहरूलाई मद्दत गर्नुपर्छ। अनि सबैभन्दा राम्रो उपाय त के हो भने आफूलाई खेलकुद, पढाइ, गीत सङ्गीत जस्ता राम्रा कामहरूमा व्यस्त राख्नु हो। अब पालो आयो आजको तेस्रो र अन्तिम सामाजिक समस्याको। त्यो हो भ्रष्टाचार। यो यस्तो समस्या हो जसले देशको विकासको जरालाई नै भित्रभित्रै खोक्रो बनाइदिन्छ। आउनुहोस्, यो के हो र यसले कसरी हाम्रो समाजलाई असर गर्छ बुझौँ। सरल भाषामा भन्नुपर्दा भ्रष्टाचार भनेको आफूले पाएको पद वा शक्तिको गलत प्रयोग गरेर व्यक्तिगत फाइदा लिनु हो।
जस्तै गाउँमा सडक बनाउन आएको पैसाबाट इन्जिनियरले आधा पैसा आफ्नो गोजीमा हाल्यो भने त्यो भ्रष्टाचार हो। हाम्रो देशको कानुन भ्रष्टाचार निवारण ऐन 2059ले यसलाई ठूलो अपराध मानेको छ। किताबका अनुसार भ्रष्टाचार मुख्य गरी 2 किसिमका हुन्छन्। पहिलो हो आर्थिक भ्रष्टाचार, जसमा पैसाको लेनदेन, घुस खाने, खुवाउने जस्ता काम पर्छन्। दोस्रो हो नैतिक भ्रष्टाचार, जसमा आफ्नो मान्छेलाई मात्रै काखी च्याप्ने, अरूलाई भेदभाव गर्ने वा आफ्नो जिम्मेवारी नै पूरा नगर्ने जस्ता खराब आचरणहरू पर्छन्। भ्रष्टाचार हुनुका मुख्य कारणहरू हुन् मान्छेको लोभ, काम कारबाही पारदर्शी नहुनु र कानुन फितिलो हुनु। यसले गर्दा देशमा बन्नुपर्ने स्कुल, हस्पिटल, बाटोघाटो बन्दैनन्। यसको सबैभन्दा ठूलो मार चाहिँ हामी जस्ता साधारण मानिस र विशेष गरी गरिबहरूलाई पर्छ। ल, अहिलेसम्म हामीले पढेका सबै कुरालाई एकै ठाउँमा हेरौँ त। यो तालिकाले सबै कुरा सर्र सम्झिन सजिलो बनाउँछ। हेर्नुहोस् त, बौद्धिक पलायनको कारण विदेशको अवसर हो भने समाधान नेपालमै अवसर सृजना गर्नु हो। लागु पदार्थ दुर्व्यसनको मुख्य कारण साथीको दबाव हो भने समाधान चेतना र सहयोग हो। अनि भ्रष्टाचारको कारण लोभ हो भने समाधान पारदर्शिता र कडा कारबाही हो। किताबमा के छ भनेर त हामीले बुझ्यौँ, होइन त? अब एकछिन रोकिएर यी विषयहरूमा अलिकति गहिरिएर आफै पनि सोचविचार गरौँ न है। एकछिन आफ्नै गाउँ दिप्रुङलाई सम्झेर सोच्नुहोस् त, यहाँ के कस्ता कामहरू गर्न सकिएला जसले गर्दा यहाँका दाजुदिदीहरूले पढाइसकेपछि काम गर्न विदेश जानु नपरोस्। अनि अर्को एउटा कुरा सोचौँ, असल साथी हुनुको र परिवारको साथ हुनुको महत्त्व कति धेरै छ है? साथीभाइ र परिवारले एक अर्कालाई कसरी सहयोग गरेर युवाहरूलाई लागु पदार्थ जस्तो खराब कुराबाट जोगाउन सक्छन् होला? अब तपाईँहरूको किताबमा दिएका केही रमाइला कामहरू गर्ने पालो है। साथीहरूसँग मिलेर यी समस्याहरूले हाम्रो गाउँमा के असर पारेको छ भनेर छलफल गर्नुहोस्। अनि कुनै एउटा समस्याको समाधानबारे एउटा राम्रो पोस्टर बनाउनुहोस् वा भाषण तयार पार्नुहोस् र त्यो कक्षामा सबैलाई र सबिन सरलाई पनि देखाउनुहोस्। आज हामीले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने कुनै पनि समस्यालाई समाधान गर्नुभन्दा पहिले त्यसलाई राम्ररी बुझ्नु जरुरी छ। ज्ञान नै सबैभन्दा ठूलो शक्ति हो। त्यसैले सोच्न र प्रश्न गर्न कहिल्यै नछोड्नुस् है। यदि यी विषयहरूमा अझै धेरै सिक्न मन लाग्यो भने school.sajiloedu.com वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्ना शिक्षक आदरणीय सबिन सरसँग खुलेर कुराकानी गर्नुहोस्। उहाँलाई आफ्ना प्रश्नहरू सोध्नुहोस्। याद राख्नुहोस्, तपाईहरू नै भोलिको नेपाल बनाउने बलिया खम्बाहरू हो। धन्यवाद।